हुनुहुन्छ छठ पूजा गंगा सागर समितिको उपाध्यक्ष रमन सिंह। रमनजी, खास गरेर यो बन्दीका कारण यो पूजाको कस्तो असर परेको छ? यस्तो छ, यो जनकपुरको गंगा सागर छठ पूजा समिति नेपालकै सबभन्दा पहिलो र पुरानो ऐतिहासिक धार्मिक धरोहर बोकेको ऐतिहासिक यो गंगा सागर छठ पूजा समिति छ र यहाँ गंगा सागरमा श्रद्धालु भक्तजनको निष्ठा र श्रद्धाको कारणले यसमा बन्दी र आन्दोलनकै स्वरूपमा यसलाई हामीले पर्व पनि मनाइरहेका छौँ कि हाम्रो यो सूर्यनारायण भगवानले हाम्रो आन्दोलनको जुन अहिले आन्दोलनरत अवस्था छन् त्यसमा पनि भव्यताका साथ यहाँ चाहिँ छठ पूजा मनाइरहेको छौँ। यसमा चाहिँ हाम्रो के छ भने तयारी पनि एकदम धुमधामका साथ छ र हामी एकदम निष्ठापूर्वक श्रद्धाको पर्व भएको कारणले यसमा कुनै किसिमको तपाईँको कमी कमजोरी कहीँ छैन, कतै कुनै पक्षबाट। उहाँ हुनुहुन्छ गौ संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष जगदीश महासेठ। जगदीशजी, यो बन्दको लामो समयदेखि बन्दको प्रभाव यो छठमा कति परिरहेको छ? यो छठ के हो तपाईँको हाम्रो हिन्दूहरूको धार्मिक संस्कृति र परम्परागतदेखि नै चल्दै आइरहेका छन्। त्यसैले गर्दा यसमा छठमा चाहिँ हाम्रो उत्सव मनाउनलाई पर्व मनाउनलाई केही असर परेको छैन र उता आन्दोलन पनि केही असर परेको छैन, केही बाधाहरू आकर्षक पनि छैन र हाम्रो धर्म संस्कृतिमा आफ्नो छठ पर्व मनाउनलाई बडो हर्षोल्लासको साथमा यसपालि तपाईँको तराईका हाम्रा हिन्दू वर्गहरूले आफ्नो धर्म संस्कृतिलाई कायम राख्नलाई यो छठी माताको पर्वलाई बडो हर्षोल्लासको साथ मनाइएको छ। यसमा कहीँ केही असर परेको छैन। उहाँ हुनुहुन्छ सोहन ठाकुर, रामीवा कमिटीका पूर्व अध्यक्ष। सोहनजी, यो बन्दीहरूका कारण यो पर्वमा कति असर परेको छ? यो पर्व चाहिँ बन्दीमा केही असर परेको छैन। यो धार्मिक आस्थाको पर्व हो। यहाँ तपाईँ हेर्नु भएको छ, अहिले हाम्रो पछाडिको दृश्य हेर्नु भएको छ। यो पूजामा अहिले कुनै खास असर परेको छैन र बन्दीकर्ताहरूले जुन यो छठ पूजाको लागि केही छुटहरू पनि दिएको छ। पूजा चाहिँ उहाँहरूको पनि पूजा हुन्छ, त्यो कारणले गर्दा यो पूजामा केही असर परेको छैन, बन्दीका कारण केही असर परेको छैन। आजको यो महान पर्वले यो भिडले के दर्शायो भने एकदम मधेसमा जति 100 दिन सेन्चुरी मारिसकेको छ हडतालले, तर उसको कोही असर परेको छैन। एकदम उत्साहित छ, एकदम राम्रो छ, एकदम सम्पूर्ण वर्ग यही देखिन्छ, राम्रो छ। बीएम खनाल, वरिष्ठ पत्रकार र संस्कृतिविद। बीएमजी, यो छठ पर्वको मिथिलाञ्चलमा के परम्परा रहेको छ? यो मिथिलाञ्चलमा छठ पर्वको एउटा सुदीर्घ परम्परा छ। यो लामो समयदेखि चाहिँ के भने प्राचीन कालदेखि नै सूर्यको आराधना पूजाबाट चाहिँ के भने आरोग्य र चाहिँ के भने दीर्घ जीवनको लागि कामना गर्दै चाहिँ मिथिलाञ्चलमा यो पर्व मनाइन्छ। यसको सांस्कृतिक धार्मिक सबै दृष्टिले आफ्नै खालको मौलिक महत्त्व छ र यो जुन यहाँको परम्परा छ यो वास्तवमा अरू अन्यत्र हेर्नलाई बहुत गाह्रो छ। त्यसैले यसमा चाहिँ दिन प्रतिदिन पर्यटन क्षेत्रको चाहिँ पर्यटकहरूको ठुलो आकर्षण रहेको छ र यही आकर्षणले गर्दा यहाँ चाहिँ के भने बाहिरी तेस्रो विश्वका पर्यटकहरू पनि यदाकदा ठुलो सङ्ख्यामा आउने गर्दछन् र पहिला यो चाहिँ खास गरिकन कार्तिकमा योभन्दा ठुलो चाहिँ के भने यही षष्ठी तिथिमा चाहिँ यो छठ पर्व हुने गर्छ। तर केही
वर्षदेखि यतातिर यो चैत्रको चाहिँ जुन व्रत छ त्यही रूपमा चाहिँ भव्य रूपमा यो चाहिँ बढ्ने क्रममा छ र मलाई लाग्छ नयाँ चाहिँ पुस्ताले यसलाई अझ बढी अगाडि बढाउनलाई यसमा विशेष चाहिँ के भने ध्यान दिइराखेको हुनाले यो चाहिँ यसमा पर्यटनको अभिवृद्धि हुने ठुलो सम्भावना रहेको छ। अयोध्यानाथ चौधरी संस्कृतिविद। अयोध्यानाथ जी, यसको सांस्कृतिक महत्व के छ छठ पर्वको? यो खास गरेर सूर्यको आराधना हो। सूर्यले जति पनि हाम्रा यो कलङ्कहरू हुन्छ, मिथ्या कलङ्कहरू खास गरेर होइन, त्यो चाहिँ हरण गर्नुहुन्छ। अनि त्यसैले यो सूर्यमाथि एउटा विश्वास हो।